Hello guys, channel to my welcome. I so स्वागत हुनुहुन्छ होला। आज चाहिँ म होलीको दिन होली नै खेली हैन, होली रङ्गोली के भन्दै देखाइदिन्छु हजुरलाई। अब अलि धनी भयो, एमा माला आउने हो एमा। अनि चाहिँ नो फेरि मलाई यता खाकै 500 600 700 700 रुपियाँको गड्डी लिएर आज बाइक ओखरलाई के भन्छ नट हो, पिनट हो, नटै हो। चाहिँ हिँडिरहेका छौँ। अब आइफिल टावर जहाँ पनि देखिन्छ कि यो जहाँ पनि देखिन्छ, सबै भलकमा म देखिए जसरी त्यो पनि देखिन्छ। अब यस्तो भ्यू हेर्दै तल्लो बाटो। आज फागुन 29 गते, भोलि पर्सि निक्क पर्सि दादाको बर्थडे 3 गते। खै कोले मलाई सपोर्ट हान्दिने पैसा उस गर्दै के अरे भ्युज बढाइदिने, सब्सक्राइबर बढाइदिने। अनि फेरि बर्थडेको केक चाहिँ म बैशाख कहाँ काट्छु, पैसा आसी हो पैसा हो। अनि 100-200 रुपियाँ खाइदिने रे, खाना मन लाखा भोक लाखा। भर्खर नुहाएँ अनि यसो पेप्सी खेलेँ, पेप्सी चल्दैछु। यता हेर्नु सक्नुहुन्छ, हावाहुरी दह्रो छ। चैतको महिना यस्तो परिस्थिति सिर्जना भइ पर्यो। यस्तो राम्रो छ, फेरि हावा पनि डह्रो लाख। अनि चाहिँ गाइज म पसल आउनु आँटिसकेँ। यति छ भनिदिनुलाई के हावाहुरी। हाय हावा ल हेर साथी छ राम्रोसँग हेर। ओखर दिमाग बढाउने रे क्या। पहिलेदेखि छ दिमाग, किन ठुलो बनाउने भनेर यस्तो मेन रोडमा आइसकेको छु। अनि चाहिँ गाइस 1 किलो ओखर ल्याउन आएको, 1 किलो रहन्छ 300 ग्राम रहेछ, ट्याक्कै 300। अनि पैसा दिएँ अङ्कलले पछि ल्याइदिन्छु भनेर। अनि म हिँडेँ। अनि साथै दिएर केही सामान पनि ल्याइछु, माल मिठा खान देखाइहालौँ न त। यो लाली पछि पेप्सी, पछि यो पेप्सी पछि रियल माल ओखर। अनि भित्र 100 रुपियाँ छ गाइस। अनि चाहिँ मैले अब खाने हो, अब खान्छु। अब खाइयो। अब अलिकति छ पेप्सी मात्र। यस
पेप्सी अहिले खाना आमाहरू आउनु रहेछ हैन आमा सन्चै हुनुहुन्छ यहाँ ओखर लिएर आएको ओखर ओखर काँडा नि त सबिन दाइ काँडा किनेर कसरी पाइँदो र 500 रुपियाँ किलो ओखरको भाँजके गेडा दाते ओखर कसमा जाते ओखर भन्ने दाते ओखर कहाँ टोकेर दाँतले टोकेपछि फुट्ने अका दाते ओखर दाते खै के भनेको पेप्सी खाओ और जियो लंबे लंबे साल पेप्सी खासी 50 वर्ष धेरै बाँच्ने ओ बाबु यस्तो राम्रो भ्यू छ यहाँ ला 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 यो भ्यूमा हेर्न सक्नुहुन्छ त्यो टाढो त्यहाँ कालीगण्डकी 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 गण्डकी गण्डकी कालीगण्डकी पेप्सी खाइहालौँ ला And guys, I hope you like this video. अर्को भिडियोसम्मको लागि बाई।